अलराइट, नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। म रबिन र आजको यो भिडियोमा मेरो आर्टको जर्नी तपाईहरुलाई देखाउन जाँदैछु है। पहिल्यैदेखि गरेको मेरो पेन्टिङहरु, ओयल पेन्टिङ, एक्राइलिक पेन्टिङहरु र अहिलेसम्म जुन गर्दैछु डिजिटल पेन्टिङ, ओयल पेन्टिङहरु, त्यो सबैको जर्नी म तपाईहरुलाई देखाउन जाँदैछु। र जुन मेरो अहिले घरमा मैले एक दुईवटा सजाएर राखेको छु त्योहरु देखाउँछु। प्लस तपाईहरुलाई मेरो YouTube को स्टुडियो जुन छ त्यसको टुर गराउन जाँदैछु है। र लास्टमा भयो भने हैन एउटा सानो भिडियो लेसन आर्टको है राखेर यो भिडियो अन्त गर्छु। सो आई थिंक अब हामी भिडियो सुरु गर्नुपर्छ होला है। सो अलराइट, लेट्स स्टार्ट द मिशन। सो साथीहरू, अब हामी छौँ मेरो घरमा। यो ड्राइङ रुम हो, यसमा एक दुईवटा पेन्टिङहरू मैले राखेको छु, त्यो देखाउनु तपाईहरुलाई म जाँदैछु। यो हो ओयल पेन्टिङ, मैले 2010 मा गरेको। यो ओयल पेन्टिङ गर्नु धेरै टाइम लाग्यो किनभने त्यति बेला ओयल पेन्टलाई ड्राई गर्ने मिडियम थिएन हैन। त्यसले गर्दा एउटा लेयर गर्यो 3 महिना पर्खिनु पर्ने, अर्को लेयर गयो 6 महिना पर्खिनु पर्ने। त्यसरी गरेर चाहिँ मैले यो पेन्टिङ चाहिँ तुर्नु मलाई 2 वर्ष लाग्यो है। यो भाँडा मैले 2 वर्षै राखेँ होला त्यहाँनिर। पूजा गर्ने भाँडा हो, पूजा गर्दाखेरि युज भएन, तर पेन्टिङ गर्नुलाई चाहिँ युज भयो। तर दामी भयो हैन। यसबाट मैले धेरै कुरा सिकेँ किनभने 2 वर्ष एउटै पेन्टिङमा काम गर्नु भनेको हैन, इट्स नट अ जोक। सो यो हो मेरो ओयल पेन्टिङ। र अर्को चाहिँ मेरो एक्राइलिक बर्ड पेन्टिङ। यो बर्ड किन बनाएको भन्दाखेरि मलाई यसको इनोसेन्स, यसको कलर हैन एकदम मनपर्छ क्या यो बर्डको हैन। प्लस टेक्सचर है एकदमै दामी हुन्छ बर्डको। त्यसले गर्दाखेरि चाहिँ मैले यो चरा बनाएँ है। र यो चराको मैले लाइसेन्स लिएर फोटोग्राफरसँग कुरा गरेर बनाएको हो। उहाँले मलाई पर्मिसन दिएर मैले यो सुरु गरेँ। यो बनाउनु मलाई 3 हप्ता लाग्यो। हुन त एक्राइलिकमा यस्तो काम गर्ने होइन, तर अब दार्जिलिङमा चाहिँ फगी भएको कारणले एक्राइलिक कलर सुक्दैन। त्यसैले गर्दाखेरि चाहिँ यसलाई ओयल जस्तै चलाउनु मिल्छ क्या दार्जिलिङमा। त्यसैले मैले रियलिस्टिक काम गर्नु पाएँ, थ्याङ्क्स टु दार्जिलिङ वेदर है। अन्त त्यही हो, यो पेन्टिङ धेरैले मन परायो र मलाई पनि मनपर्छ, यो वान अफ माई फेभरेट। अर्को छ मेरो एक्राइलिक पेन्टिङै हो, यो पेन्टिङै हो। यो हो अब देखेपछि चाल पाइहाल्यो होइन। यो मैले डोर्स फार्म रिसोर्टमा गरेको वर्कसप थियो 60 जनाको। त्यसमा म एक्लो थिएँ र बाँकी सबै बङ्गाली थियो। मैले यो बसेर गरेको थिएँ, त्यहीँनिर टुकसुक्क बसेर एउटा गार्डनमा गरेको। हुन त एक्राइलिक कलरमा यस्तो गर्ने होइन, तैपनि होइन गरी पठाएँ। त्यति बेला थाहा थिएन र म पछि मेरो पेन्टिङहरूमा स्टाइलाइज पेन्टिङहरू पनि देखाउँछु यही भिडियोमा। एनिवे एकदम मलाई यो मन परेको छ। यसको मेन पत्ता दामी भएको छ होइन जुन। ओके, सो अर्को छ हाम्रो फोटो रियलिस्टिक वर्क है। यो मैले फोटो रङ्गलीबाट खिचेको। अन्त रङ्गलीबाट खिचेको यो मलाई टी गार्डनको ओभर मनपर्छ, जुन ओभरल्याप छ नि। अन्त त्यो टाढा देखेको चाहिँ जुन चाहिँ म जुम गर्दैछु त्यो हो हाम्रो टिस्टा भ्याली है। टिस्टा भ्याली त्यो उताको जुन सिनहरू छ त्यो सायद हाम्रो सिक्किम साइडतिर पर्छ होला। यो भयो टिस्टा भ्याली। अन्त अर्को छ तपाईँको हाम्रो कालिम्पोङ है, भिज्यो कालिम्पोङ सरर भने जस्तो। त्यसपछि यो हाम्रो रुख पत्ता हाँगा सबै होइन। मलाई यो यसको ब्युटी के लाग्छ भने नि त्यो ओभरल्याप हुँदै आउँछ नि, त्यो अब पहाड, बोस, रुख होइन। अन्त त्यसपछि टी गार्डन। यो मेरो वान अफ माई फेभरेट सर्ट हो है। आर्टिस्टलाई त्यस्तै मनपर्छ। सो स्वागत छ तपाईँहरूलाई मेरो युट्युब कारखानामा, जहाँ म नयाँ भिडियोहरू, राम्रो भिडियोहरूको उत्पादन गर्दछु। र यही हो मेरो युट्युब स्टुडियो है। यहाँनिर मेरो युट्युब स्टुडियो भन्दा पनि भयो र मेरो आर्ट स्टुडियो भन्दा पनि भयो। तर मोरओभर म यहाँनिर भिडियो एडिटिङहरू, गेमिङहरू खेल्छु, रमाइलो गर्छु मेरो भाइ, मेरो साथी, मेरो छोराहरूसँग है, फ्यामिलीसँग। सो वेलकम टु माई युट्युब स्टुडियो प्लस माई आर्ट स्टुडियो। अर्को छ मेरो यो कम्प्युटर सेटअप, जहाँनिर म भिडियो एडिटिङ गर्छु, नयाँ भिडियोहरू, इनोभेटिभ भिडियोहरू हेर्छु, क्रिएटिभ आइडियाहरू क्रिएट गर्छु। र यो मेरो 2टा मोनिटर छ, म्याक मिनी M4 छ,
एउटा ट्याब्लेट छ, आइप्याड भनौँ न होइन, त्यसपछि वायरलेस किबोर्ड, माउस, एक्सपी पेन, यो सबै हो। र अब फेरि हल्का रमाइलो गरौँ। यो हो मेरो पेन्टिङ कोरोनाको टाइममा मैले गरेको, र यो पेन्टिङ मैले पहिला फोटो लिएको हो होइन। यो लाइटको स्याडो मजाले गएको मलाई मन परेर चाहिँ त्यहाँनिर चाहिँ बुढीलाई राखेर लु तिमी यहाँ बस म फोटो खिच्छु भनेर चाहिँ यो फोटो लिएँ। त्यसपछि एक दिन चाहिँ म यसलाई पेन्टिङ गर्छु भनेर सोचेको थिएँ, र कोरोनाको टाइममा वाट इज द बेस्ट टाइम होइन, यस्तो दामी थियो त्यति बेला, टाइमै टाइम है। घरमा बसेँ मजाले यो पेन्टिङ बनाएँ, मजाले भन्दा पनि यो पेन्टिङ मैले 3 to 4 आवर्समा कम्प्लिट गरेको है। र अब अर्को छ मेरो लेटेस्ट एकदमै दामी ओइल पेन्टिङ मेरो छोराको है। यसमा कलरहरू पनि राम्रो युज गरेको छु। यो पेन्टिङ मलाई सबभन्दा मनपर्ने पेन्टिङ हो है। छोराहरू यस्तै हुँदो रहेछ, नानीहरूलाई यस्तै ठाउँ मन पर्दो रहेछ होइन। कचरामा खेलिरहेछ हेर्नुहोस् न अन्त है। सो दिस इज माई ओइल पेन्टिङ। र अब सुरु हुँदैछ आजको एकदमै इन्ट्रेस्टिङ कुरा, डिजिटल पेन्टिङ। अहिलेको मोडर्न इराको लेटेस्ट टेक्नोलोजी, लेटेस्ट एउटा मिडियम जहाँ हामीले एकदम रमाइलो गर्नु सक्छ। पेपर पनि चाहिएन, कलर पनि चाहिएन, जति मिस्टेक गर्नु छ गर है, जति सिक्नु छ सिक। यो हो हाम्रो डिजिटल पेन्टिङ। र म यो मेरो मिनी होइन, मेरो आइप्याड 11 प्रो, त्यसमा म डिजिटल आर्टहरू गर्छु। र यो हो मेरो कलेक्सन, यो हो मेरो छोराको डिजिटल आर्ट है। यो मैले एकदमै फ्री ह्यान्ड बनायो। यो मेरो बुढीको हो है, छोरा र बुढीको मात्रै देखायो भन्छ होला। यो एउटा छ हाम्रो, मैले यत्तिकै नेटबाट निकालेर बनाएको होइन, एउटा लेडीको। यो लिडिया पोइट भन्ने एउटा सिरिज छ होइन, अमेरिकाको फर्स्ट एडभोकेट उसको। यो हाम्रो बाजेको एउटा मजाको है, क्युट हाम्रो बाजे। यसको उहाँको मैले यो बनाएको छु। मलाई यसमा मन परेको एकदमै कन्ट्रास्ट पार्ट, एकदमै ब्राइट पार्ट र एकदमै डार्क पार्ट, र त्यो बिचमा चाहिँ हल्का त्यो स्किन ग्लो भएको छ नि, रातो रातो टाइपको। अन्त यो मैले हल्का ब्ल्याक बनाएको त्यो लाइन ड्रइङलाई, ताकि त्यो म्याच होस् भनेर। म्याचिङ भयो है। साह्रै फाइन वर्क गर्नु पनि पर्दैन। यो अलिकति ओके गाइज, दिस इज यो चाहिँ मलाई कमिसन वर्क दिएको थियो, मैले बनाएँ, तर पछि उहाँहरूले रिजेक्ट गर्नुभयो। आई डोन्ट नो किन है, मलाई थाहा छैन, तर मैले यो राम्रो बनाएको छु। साडीको दामी छ। अन्त यो पछि यो अर्डर गर्नुभयो, यो बनाइदिनु भने मैले बनाएँ। टेक्स्चरहरू राम्रो छ यसमा। यो मोनोक्रोम कलरमा उहाँले अर्डर गर्नुभएको छ, तर मैले भित्रभित्रै मोनोक्रोम कलर युज त हुँदैछ, कलर पनि ब्याकग्राउन्डमा बन्दैछ। यसलाई भन्छ म्याजिक है। अर्को छ हाम्रो क्युट गर्ल ल है। यो पनि नेटबाट ऱ्यान्डमली निकालेर बनाएको। मलाई यसमा त्यो कपालको काम गर्नु थियो। यो हो मेरो कम्पोजिसन वर्क, मेरो बुढीले सब्जी काट्दै गरेको। यो मेरो बुढी र मेरो छोरा विकेन्डमा टिभी हेर्दै मोबाइल चलाउँदै इन्जोय गर्दै थियो। यो हो हाम्रो किचनलाई चाहिँ उताबाट घाम झुल्किँदाखेरि घामको लाइट टाइल्समा चाहिँ टल्किरहेको। र यो सो गाइज, यसमा हामीले धेरै कुरा सिक्नु सक्छ है। पोर्ट्रेट बनाउनुको लागि चाहिँ स्कल ड्रइङको नलेज हुनुपर्छ है। मुरखुट्टा बनाउनुपर्छ है। त्यो बनाइसकेपछि मात्रै के हुन्छ, तपाईँले एउटा फर्म तपाईँलाई थाहा हुन्छ, र त्यसपछि तपाईँले बिस्तारै होइन कलरहरू गऱ्यो, स्याडो, हाइलाइट पार्ट, कलर कम्बिनेसनहरू मिलाएर चाहिँ यसरी पोर्ट्रेट बनाउनु मिल्छ। र यो हो मेरो क्यारेक्टराइजेसन ड्रइङ है। मलाई एकदमै मनपर्छ, अहिलेको मेरो लेटेस्ट फेभरेट हो है। म यसमा एकदमै भुलिबस्छु। र यही हो मेरो क्यारेक्टराइजेसन। मैले भने नि यसलाई स्टाइलाइजेसन पनि भन्छ होला सायद है। आफूलाई जस्तो मन लाग्यो त्यसरी गर्ने है, एकदम फ्री भएर बग्ने। आर्ट्समा एकदम टेक्निकल्ली भन्दा पनि फ्री भएर। अर्को छ हाम्रो स्टिल लाइफ है, अरेन्ज छ। यो स्टिल लाइफ पनि मजा आउँछ। अब सुरु भयो एनिमेसन। ब्रो एनिमेसन चाहिँ के भन्ने, अब एनिमेसनको त कुरै नगरौँ होइन। एनिमेसन यति मजा आउँछ गर्नु होइन, तर एनिमेसनको लागि चाहिँ एकदम हार्डवर्क चाहिन्छ, डेडिकेसन चाहिन्छ, टाइम अब फ्रेम बाई फ्रेम बनाउनु पऱ्यो स्केचहरू होइन। अब इट इज भेरी हार्ड है। तैपनि अब म यसो फुर्सद पाएको बेलामा चाहिँ यस्तो रफ एनिमेसन, सानो एनिमेसनहरू, इलस्ट्रेटिभ एनिमेसनहरू गरिबस्छु है। र यही हो मेरो एनिमेसन। तपाईँलाई मन पऱ्यो होला। र यही हो, यो पनि राम्रो भएको छ इलस्ट्रेटिभ है, आर यस्तो जाने, किनभने मेरो नाम चाहिँ रबिन हो। रबिनबाट आरबाट सुरु हुन्छ होइन। अन्त यो लुप, आँखा चिम्म फेरि है। यो चाहिँ प्र्याक्टिस
फर्महरूसँग प्र्याक्टिस गर्ने होइन, कता कता के गर्दाखेरि के हुन्छ प्र्याक्टिस गर्ने, ऊ के हल्लिँदैछ है। अन्त यो हाम्रो इलस्ट्रेटिभ आर्ट, यो पनि आर्टलाई मजाले बटरफ्लाईको एउटा हुन्छ नि, बटरफ्लाई मुभमेन्ट भन्छ नि, अनप्रेडिक्टेबल हुन्छ। यस्तै सानो फर्महरू एनिमेसन गर्ने, ड्रपलेटको है, त्यस्तो साह्रो केही बेसी सोच्नु पर्दैन, जस्ट फ्लोमा जाने हो। यो झन् दामी छ, सिम्पल स्ट्रोकबाट चाहिँ चरा यसरी उडेकोहरू हामीले बनाउन सक्छ, फिल मात्रै दिने हो क्या, एकको ढुङ्गा हिर्काएको जस्तो होइन। यो पनि दामी छ, यो पनि मजाको छ है, ग्रो हुने स्पाइरल, यस्तो एनिमेसनहरू एकदम काम लाग्छ। भालुलाई चाहिँ करेन्ट लागेर चाहिँ थरथर कामेर कोइला भएर झरेको, यो हो हाम्रो थोरको एनिमेसन। यो हो हाम्रो के भन्छ एकदम तरवालबाट चाहिँ एकदम खतरा थियो यो ट्रान्जिसन है। यो नाकको डिफ्रेन्ट फर्महरू होइन, मुख खोल्दा कस्तो हुन्छ, हल्का प्र्याक्टिस। यो पनि सूर्य उदाउँदा बादलहरू हटेको, त्यसपछि घाम लाग्छ। यो चाहिँ गडाङ गुडुङ राति दार्जिलिङमा पानी पर्दा चट्याङ पर्दा कस्तो हुन्छ त्यो खालको सिन हो। किताब खोलेको यो अनुहार उता फर्किन्छ। यस, सो यसरी हामीले गर्दै जाने। अर्को चाहिँ हाम्रो यो पनि मजाको छ, ट्रान्जिसनहरू बनाउनु मिल्छ। यो दामी छ, यो चाहिँ हाम्रो भ्यागुता सट्टो उफ्रिन्छ, मान्छे बन्छ, त्यसले चाहिँ प्लेन यसो फ्याँक्छ कागजको, त्यसपछि फेरि के फ्लग हुन्छ। ल त्यसपछि यो हो हाम्रो सर्टकटमा भन्नु एकदमै गाह्रो छ। सो गाइज, ब्याक टु द स्टुडियो है। अब एकदमै प्रत्यक्ष कुरा गर्नु पाएँ होइन, फर्स्टमा पनि गरिसकेको थियो, बिचमा चाहिँ एकदमै हामी अलिकति टाढा भयो है। सो एनिवे गाइज, अब तपाईँहरूले सोच्नु हुँदैछ होला ब्याकग्राउन्ड हेरेर होइन, म खतरा म्युजिसियन हो भनेर, तर म म्युजिसियन होइन है। म हल्का फुल्का म्युजिक बजाउँछु आफ्नै लागि है, अरूको लागि होइन। त्यो पनि फ्रेस हुनुको लागि, कहिलेकाहीँ भिडियो एडिटिङ गर्दा आर्ट्स गर्दाखेरि वाक्कै हुन्छु होइन, त्यसले गर्दाखेरि चाहिँ फ्रेस हुनुको लागि कहिलेकाहीँ ठ्याङ गर्छु, त्यति है। र बाँकी चाहिँ लास्ट जुन डिजिटल आर्टको भिडियो थियो होइन, लास्ट पार्ट थियो, त्यसमा हल्का भिडियो लेसन पनि भइहाल्यो है। जुन मैले तपाईँहरूलाई जति पनि भने होइन, त्यो सायद मैले पुरा गरेँ होला, देखाएँ होला। र यही हो मेरो सानो है कलाको यात्रा, तपाईँलाई मन पऱ्यो होला। सो एनिवेज, मन पऱ्यो भने लाइक गर्नुहोस् है, र यसबाट हल्का तपाईँले केही सिक्नु भएको छ भने चाहिँ है, यसलाई कसैसँग तपाईँले सेयर गर्नु सक्नुहुन्छ, सेयर गर्नुहोस्। र केही तपाईँहरूलाई सुझाव छ, केही क्रिटिसिजमहरू छ, हेल्दी क्रिटिसिजमहरू छ, कमेन्ट गर्नुहोस्। र यस्तै भिडियो हेर्नु मन लाग्छ भने सब्सक्राइब गर्नुहोस्। र यति भन्दै आजको भिडियो यहीँ समाप्त गर्दछु। फेरि भेटौँला, बाई बाई।